तपाईँहरूको पनि यमाहाको बाइक चाहिँ एकदमै ज्यादा तातिन्छ या अन्य अरू कुनै बाइक पनि एकदमै ज्यादा तातिन्छ होइन र यसरी इन्जिन ओइल निकाल्दा हेर्नुहोस् त एकदमै कालो होइन र यसरी ओइल फिल्टरहरूमा हेर्नुहोस् त यति धेरै यसरी कालो भएर बस्छ भने यसको समस्या कसरी हुन्छ होइन यसको समस्याको समाधान कसरी गर्ने आजको भिडियोमा म तपाईँलाई सबै कुरो देखाउँछु होइन भिडियोलाई लास्टसम्म हेरेर साथ दिनु होला है त जस्तो मैले हेर्नुहोस् त यो ओइल फिल्टरमा चाहिँ यसरी चेक गर्दाखेरि चाहिँ एकदमै कालो छ क्या लेदो भएर बसिरहेछ होइन अब म चाहिँ तपाईँलाई खासमा चाहिँ यो चाहिँ फटाफटी खोल्छु है त हाम्रो खास समस्या कहाँदेखि आउँछ यो होइन र समस्याको समाधान कसरी गर्ने म तपाईँलाई त्यो पनि सिकाउँछु जस्तो मैले फटाफटी खोलिरहेको छु होइन र फटाफटी म निकाल्छु अब हामी चाहिँ क्लच कभर निकाल्छौँ है र क्लच कभर निकालेपछि हाम्रो ठ्याक्कै यस्तो खालको हेर्नुहोस् त इन्टरफेस आएको छ होइन हेर्नुहोस् त आम्मा पुरै यो भित्र पुरै हेर्नुहोस् त एकदमै कालो कालो भएर होइन पुरै इन्जिन चाहिँ एकदमै कालो भइसकेको छ है यसरी कालो भयो भने चाहिँ हाम्रो के हुन्छ भने जति नयाँ इन्जिन ओइल लगाए पनि तपाईँहरूको बाइक चाहिँ तात्न पनि छोड्दैन है र तपाईँहरूको बाइकको पिकअप पनि एकदमै कम हुन्छ है त र म फटाफटी खोलिरहेको छु र हेर्नुहोस् त हाम्रो यमाहा एफजेडको चाहिँ बाहिर हाम्रो ओइल फिल्टर भए पनि भित्रपट्टि पनि हाम्रो यस्तो खालको एउटा चिप्स फिल्टर लागेको हुन्छ होइन यो फिल्टर हाम्रो यसरी ब्लकेज भयो जाम भयो यहाँ फोरेर धेरै आएर बस्यो भने पनि हाम्रो बाइकको इन्जिन चाहिँ एकदमै ज्यादा तातिन्छ है यो कुरा पनि याद गर्नुपर्छ होइन ओइल फिल्टर बाहिर मात्रै छ भनेर त्यो मात्रै चेन्ज गरेर पनि हुन्न यो पनि कहिलेकाहीँ सफा गर्नुपर्छ र म फटाफटी क्लच प्लेट खोलिरहेको छु होइन र हाम्रो क्लच प्लेट चाहिँ राम्रै देखिरहेको छ है तर हाम्रो हेर्नुहोस् त एउटा क्लच प्लेट चाहिँ पछाडिपट्टिको हाम्रो हब र सेन्टरले चाहिँ हाम्रो क्लच प्लेटलाई बिगारेको छ होइन र यसरी चाहिँ हाम्रो के हुन्छ भने क्लच प्लेट हामीले बिग्रेर पनि लामो टाइमसम्म चेन्ज गरिएन र हाम्रो इन्जिन ओइल चाहिँ एकदमै सस्तो क्वालिटीको है हाम्रो सोरुमको भन्दा बाहिरको या अब भनौँ न बाहिरको सबै इन्जिन ओइल नराम्रो हुन्छ भन्ने चाहिँ हुन्न है तर हाम्रो सोरुमको प्याकेजमा जुन डुप्लिकेट इन्जिन ओइल आउँछ नि त्यो लगाइयो भने चाहिँ हाम्रो हेर्नुहोस् त इन्जिनमा यस्तरी बस्छ हेर्नुहोस् है पुरै यसरी जङ लागेर बस्छ होइन अब यस्तो जङ लागेको ठाउँमा हामीले नयाँ इन्जिन ओइल लगायो भने त्यसको केही अर्थ रहँदैन है त केही खास यसको अर्थै रहँदैन होइन अब चाहिँ हामी फटाफटीलाई हेर्नुहोस् त मजाले क्लिन गरिसकेको छु मैले चाहिँ होइन र यसरी मजाले तपाईँहरूको पनि बाइक तातिने समस्या छ होइन र बाइकको पिकअप पनि राम्रो छैन साउन्डहरू एकदमै नराम्रो आइरहेको छ भने यसरी क्लच कभर खोल्नु होला मजाले सम्पूर्ण पार्ट्सहरू क्लिन गर्नु होला होइन र यस्तो फिल्टरहरू भित्र लाग्ने फिल्टर पनि मजाले सफा गर्नु होला र इन्जिन ओइल चाहिँ तपाईँले आधिकारिक सोरुमको है आधिकारिक सोरुमकै लगाउनु होला होइन यदि अब बाहिरको राम्रो इन्जिन ओइल भएन भने चाहिँ फेरि यही समस्या दोहोरिन्छ है त्यही भएर सोरुमको इन्जिन ओइल चाहिँ राम्रो प्रयोग गर्नुपर्छ है हामीले